हेलो गाइस, सबजनालाई स्वागत छ हाम्रो मान्दाईको युट्युब ब्लगमा। सो आज हामी गोल खेलाएको थियौँ नि त, होइन? एकदम 17 गोल हानेको हाम्रो म्याजिक 8 गोल जति चाहिँ सुजनजीले हान्नुभयो। पासा अनि मेरो नाम सुजन। हामी एकदम नजिकको दाजुभाइ। सो आज चाहिँ भने हामी हस् थ्याङ्क यू यतातिर पनि छ नि सो आज चाहिँ नि फेरि यता पनि हाम्रो नम्बर खेलाडी छ। अलिक ढिलो क्यामेरा घुम्रियो। यो सौदाय बोबाल खेलाडी होइन, यता हेर्ने नै झन् साम्रो वा त अब वाटर हैन अहिले एकदम भविष्यमा कुन क्लबमा कुन क्लबमा मिलानमा हो हो मिलान अलवेज रोनाल्डो रोनाल्डो। तर तपाईँ के को फ्यान हो दाइ? म त सबैको मसी मुसी अरे मुसी पासा अम्बापे यता त अब रोनाल्डो नै भइगयो। माने सेनेगल अहिले एसी मिलान के छ मोरोक्को होला लुका मोडी ए हाम्रो चाहिँ अर्जेन्टिनाको किपर के भन्छ त्यो के अरे हाम्रो होइन मार्टिनेज हो। मार्टिनेज अब मार्टिनेज गोल किपरै छोड्दैन नि, त्यस्तै हो क्या ल साथीहरू दाइ यार आफैलाई छोडी ल ल ए ल ल उसै पर्दैसम्म जानेछ। यो बेक्स है, ब्युटिफुल बेक्स हो। यसको माइक छैन भाइ हो न यसको माइक बबाल छ त्यो हैन नि सौदाय पानी लिन अलिकति भयो नि खानु हो गिरको त छ हैन गिरको यस्तो पावरफुल यो माइक बन्ने त तपाईँ बन्ने त यो हो नि यो यसको माइक हो नि कति एउटै हो नि होइन? सेटमै आउँछ सेटमा है। यो अन गरेर गएर बबाल छ बोल्दै गरौँ यस्तो है हो र यतिकै चलाएन गोल खेलेर आइयो सेल्टर जाँदैछौँ बाहिर अन्त भयो मान्दाई पनि। अनि विशेष यो चाहिँ अब मान्दाईको ब्लगको हो। सो मान्दा आएर भेरी एक्साइटेड। एकदम 40 कटेपछि रमाउने हो अब मात्र हैन एकदम व्यवहारमा अब कन्टिन्यू हामी यो गर्नेछौँ। भ्लग गर्ने तर कसको च्यानलबाट आउँछ मान्दाईकै मान्दाईकै हुन्छ हो होइन? मान्दाई तपाईँ युट्युब बनाउनु पऱ्यो नि त, एकदम होइन? हजुर युट्युब बनाउनु त्यसपछि मेरो पनि युट्युब जान्छ, तपाईँले सब्सक्राइब, म पनि ब्लग नै गर्ने हो। एकदम अनि अब पासाले चाहिँ के गर्ने हो? ह पासा चाहिँ के गर्ने? घुम्ने नै हेर म त क्यामेरा यस्तै घुम्ने बस्ने रमाउने हो। अलिक पास आउँछ ल मलाई देखेर अनि त्यसपछि पासालाई देखाउने अरे। पासा के गर्ने विचार छ? मेरो रमाइलो गर्ने यतैतिर What is बस्ने your कामसाम purpose? गर्ने खासै त्यस्तो ठुलो प्लान केही पनि छैन। ओके सो अनि म आज फुटबल धेरै बेस्ट भयो, रमाइलो गरियो। मान्दै हो यहाँको प्रेरणाको चाहिँ, किनभने हाम्रो त जेठो हुनुहुन्छ म एकदम एक्सर्साइजको लागि ध्यान दिने मान्छे शरीरको लागि प्रोफेसनल खेलाडी होइन कि शरीर फिट रहनुको लागि चाहिँ हाम्रो लागि भोजन मात्र होइन एक्सर्साइज पनि 40 कटेपछि एकदम आवश्यक छ। त्यस कारण चाहिँ भाइहरूलाई चाहिँ म के भन्न चाहन्छु भने एक्सर्साइजमा ध्यान दिनु, विदेशीमा एक्सर्साइज प्लस खानपिन त्यसमा ध्यान दिएपछि अब फिट एन्ड फाइन भयो भने पैसा भनेको कुरो के भन्छ स्वास्थ्य नै ठुलो कुरा। गर्नु भन्छ ठुलो कुरो। त्यस कारण Alright. स्वास्थ्य ध्यान दिनुपर्छ त्यही भन्न चाहन्छु। अलराइट गाइस, सो उहाँको सजेसन सुनिहालेको छौँ हामीले। आउँदादेखि हामी सबैजना प्र्याक्टिस गर्नेछौँ, कोसिस गर्नेछौँ। सो पास्टरले के भन्न चाहन्छ? म के भन्न चाहन्छु भने एक्सर्साइज दाइले भने जस्तै हाम्रो लागि एकदम आवश्यक छ। हामी चाहिँ 6 दिनसम्म काम गर्दाखेरि एक्सर्साइज नै हुँदैन प्रायः, हाम्रो त्यस्तो बानी नै हुँदैन। अनि त्यो भएको हुनाले हाम्रो जिउ चाहिँ एकदमै अर्थ भएर बसिरहेको हुन्छ। नाइस त्यो भएर एक्सर्साइज हामी चाहिँ फ्री टाइममा चाहिँ बलहरू खेल्ने यस्तो एक्सर्साइज हुने खालको कुनै गेमहरू खेल्दा एकदम राम्रो हुन्छ। अलराइट। सो सबैको विचार सुनिहाल्यो। स्वास्थ्यको लागि सबभन्दा ठुलो कुरा स्वास्थ्य एक्सर्साइज रहेछ भन्ने कुरा हामीले थाहा पाएको छु। सो अलराइट गाइज, कहाँ पुग्यो हामी? हामी हाम्रो घरमा सेल्टरमा आइपुगिसक्यो। अब लेट मी सो इन साउट इनसाइड
हेलो गाइस विशेष गरी हाम्रो दिदीबहिनी चेलीलाई पनि स्वागत छ। सो हाम्रो मान्दाको ब्लगमा यहाँलाई स्वागत छ के भन्न चाहन्छु? देउसी सबैजनालाई आज चाहिँ हामी यहाँ सेल्टरमा आएको थियौँ। यो चाहिँ हाम्रो घर हो, तपाईँहरू पनि आउन सक्नुहुन्छ। यदि यु आर फ्री सङ्गतिमा नि भेटौँला। नाइस फर्स्ट जाडो एकदम धेरै छ, न्यानो न्यानो लगाएर बस्नु होला। कोरियन भाषामा बोलिदिनु पर्यो अब सिक्यो न्यास्यो भाङ्गाप्समिदा सब्सक्राइब गरिदिनु पर्यो मान्दाको युट्युब च्यानलले के छ दाइ तपाईँको च्यानल मानबहादुर म आफूले बिर्सिरहेको मानबहादुर छु। तामाङ योन्जन छ क्या। ओ मानबहादुर योन्जन। ओके थ्याङ्क यू आलिम सर्चिङ के भन्छ बेल नुल्लो जुसेयो थ्याङ्क यू हाम्रो सरमदुरी दो मानी खुदोगे जुसेयो ओ खान्छ मिदा अब भित्र देखाउनेछ ल गाइजहरू के छ सबैजना स्पेली छ छिने ल एउटा भाइले घुरे घुरे गर्छ को भाइ हो हाम्रो एकजना बहिनी छ मान्दाको च्यानलमा बोलिदिनु पर्ने हो भनिदिनु पर्यो के हुनु के भन्ने म कोरिया आएको तर मलाई नेपाल जान मन छैन। F2 भिजा कोरियामा बसेको म तर मलाई अब कोरियाले 2 वर्षपछि राख्दैन। म के गर्ने हो सोचिरहेको छु। अनि म मास्टर पढ्दैछु तर मैले अहिलेसम्म प्रोफेसरले पढाएको केही नि बुझेको छैन। मेरो इक्जाम आइरहेको छ तर इक्जाममा के लेख्ने मलाई थाहा छैन। प्लिज गाइज हेल्प मी। यदि केही सजेसन दिन हो भने मलाई कमेन्टमा सजेसन दिनु। थ्याङ्क यू ओ भाइ चाहिँ फेरि रिसाएर बस्छ 13 गोल 14 15 गोल खाएको थियो होला 16 कति गोल हो मेरो थाहा छ नि आज कति असिस्ट थाहा छ नि आज यता चाहिँ को हो बहिनी टिमबाट वान अफ द सेकेन्ड कन्ट्रिब्युसन मस्ट बी ब्युटिफुल पैसा खेल्ने कि यति खेल्ने र थ्याङ्क यू टिम निमा त ग्राउन्ड अब पज गर्नु